भाउजू थ्याङ्क यू। सो गाइस टाइटानिक चाहिँ यस्तो छ हैन, सो ब्युटिफुल। हेलो, फाइनली हामी सब्जी किनेर फर्क्यो। चिकन मोमो यस्तो छ। वाउ, व्हाट्स अप ब्युटिफुल पिपल, इट्स मी पुका लिम्बू। स्वागत छ तपाईहरुलाई मेरो नयाँ ब्लगमा है। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु है। दिस इज यन्चक। मजाले खोसेर चाहिँ पकाउनु पर्छ। खोसेर नभए यो तितो हुन्छ टर्रो। बाहिरको फ्याक्नु पर्छ। अन्त आफ्टर दैट पकाउनु पर्छ है। यो चाहिँ यसो टाचेर भने चाहिँ तितो टर्रो हुन्छ। मेरो बेस्ट हो, मेरो फेभरेट हो। तर तिमीलाई मन पर्दैन नि? हैन, मन पर्छ। यो एउटा अर्ग्यानिक हो नि, यसो खानै पर्छ मान्छेहरु। अब नर्थ ईस्टको त बेस्ट डिश हो। बेस्ट डिश हजुर, कहाँको बेस्ट डिश? नर्थ ईस्टको बेस्ट डिश हो यन्चक। अन्त यन्चक पनि सँगै मिक्स गरेको छु आलुसँग। अब चाहिँ उसिन्छु। आलु चाहिँ अघि पाकिसकेको छ है। सो साथीहरु, मैले चाहिँ आलु पनि तातिसकेँ, अन्त यन्चक पनि रेडी छ है। गाइस, मैले चाहिँ मकैको चामल पनि हालेको छु भातमा। सो अब चाहिँ यो सब्जी मात्रै बनाउनु बाँकी छ। भात अघि ग्यासमा राखिसकेँ। सो साथीहरु, फाइनली हैन, हाम्रो सब्जी चाहिँ पाकिसकेको छ यन्चक। अन्त अब चाहिँ हामी खानु गइरहेको छ है। अन्त मम्मीले पनि अघि पस्काउनु भयो बहिनीको। ल त अब हामी खाने छ। सो हैन, मम्मीले चाहिँ नयाँ ज्याकेट किन्नु भएको छ। 2 in 1 रहेछ। 2 in 1 रहेछ है। यहाँ भित्र पनि बाहिर पनि 2 in 1। सो गाइस, अब चाहिँ हैन, म मेरो लुगाहरू पनि टेक्ने हो बोलमा। त्यसपछि चाहिँ म पनि नुहाउँछु है। सो गाइस अब चाहिँ हामी फ्राइडे हो, त्यसैले आज चाहिँ हामी हाट गएको है। हावा चाहिँ यस्तो दामी चल्दैछ। मम्मी खै हाई गरिदिनु न। हाई। हामी चाहिँ है अब सब्जीहरू किन्न गएको। कस्तो मजाको चल्दैछ हावा हैन। अब चाहिँ पर भेटौँ न, अलिकति पर सानो पोखरी छ यता उट्टारीमा चाहिँ। बैगुन, प्याज। सब्सक्राइबर्सहरु हामी पनि हो है। एकदम सब्सक्राइबर्स। भाउजू थ्याङ्क यू। कस्तो ठुल्ठुलो आलुहरू। सो गाइस, टाइटानिक चाहिँ यस्तो छ हैन, सो ब्युटिफुल। भित्रबाट पनि तपाईहरुलाई देखाउँ भनेको कि हेर्नुस् न। उयो लगाइरहेको छ ताला हो। वाउ। सो साथीहरु हैन, हामीले चाहिँ हाम्रो सौदाहरू चाहिँ माथि राखेको छ, किनभने हामी चाहिँ यता तल दोकान गएको हैन। त्यहाँ पनि हल्का मम्मीले सौदा किन्नुहुन्छ अरे हैन। अन्त अब तल जाँदाखेरि त अब किन भारी बोकी बस्नु भनेर हामीले माथि राखेको छ। उकालो जाँदाखेरि चाहिँ हामी झोला लगेर फर्किन्छ घर। मम्मी यहाँ छ। त अब हामी तल गएको, तल जानुपर्छ टुम्माकोमा। धुलो उडायो नि मम्मी। यहाँ देखाऊ कुरकुरे। यहाँ मम्मीले किनिदिनु भएको रोडालाई तेरे मेरे टिमिटी। अन्त मम्मी उयो किन्नुहुन्छ हैन, ओट्स? हैन, ओट्सको उयो। सकिरहेको छ नि? ओट्स सकिरहेको छ। ओट्स हामीले चाहिँ सौदा पनि किनिसकेको छ।
मम्मी अगाडि हिँड्दैछ। मम्मी के खानु भएको खै देखाउनुहोस् त। पहिलाको मिठाई पहिला मम्मीहरूको हाम्रो पालाको मिठाई। मम्मीहरूको पालोको मिठाई। मम्मी उयो जस्तो छ त सुन्तलाको सेपमा। अब चाहिँ डाइरेक्ट जानुपर्छ के गर्नु मम्मी? डाइरेक्ट अब झोला लगेर जानुपर्छ। घाम चाहिँ आज यति साह्रो राम्रो लाग्यो। बहिनी सक्छ यो बोक्नु? यो बोक्नु मम्मी यो दिन्छ ए। हेलो, फाइनल्ली हामी सब्जी किनेर फर्क्यो। घरमा पनि अलिक सब्जी सकिरहेको थियो र प्याज टमाटरहरू अन्त किनेर फर्क्यौँ। हामी चाहिँ फर्केको। अन्त करेला चाहिँ लिएकै थिएन रहेछ। एकछिनबाट आउँदैछ अरे बाटोमा, एकछिनबाट लिनु आउनुपर्छ। बनाना पनि थिएन नि मम्मी? आज हाट अलिक कम्ती थियो हो, अन्त एउटा मात्रै आएछ सब्जी दोकान पनि, त्यसले गर्दा सब्जी पनि कम्ती आएछ। आएन नि, अर्को 2 जना थियो सधैँ, आज एकजना मात्रै आएर अलिक भिडभाड भएर सकिएको होला हौ। ओके, बाई, टेक केयर। अन्त अहिले चाहिँ हामी फिलहाल यता अर्जुन अङ्कलको होटेलमा प्रवेश गरिसकेको छौँ। साथीहरू देख्न सक्नुहुन्छ चिकन मोमो यस्तो छ। वाउ, म त वाउ मात्रै भन्नु मनपर्छ। भेजको चाहिँ उयो हो आन्टी? ए यो चाहिँ चिकन रहेछ। वाउ, भरे खानुपर्छ। अर्जुन अङ्कलको होटेलमा पनि आउनुहोस् होला साथीहरू। एकदमै मिठो चिकन भेज मोमो पाइन्छ यहाँ होइन। अन्त हाम्रो अर्जुन अङ्कलको मोमो तपाईँहरूले खायो भने चाहिँ अब तपाईँहरू घरिघरि होटेलमा आउनु तपाईँहरूलाई इच्छा लाग्छ है। अन्त आउनुहोस् होला, एकदम तपाईँ जहाँबाट पनि हेर्नुहुन्छ आउनुहोस् होला यता। हुन्छ, सो लेट्स गो अब जानुपर्छ। हुन्छ आन्टी, थ्याङ्क यू, बाई बाई। फोन ए ल त गाइस, अब हामी गएको। अन्त हामी गएको। हेलो दिपेन्डा हजुर। आज यता आएको घरको यो यताउता हाम्रो दिपेन्डा यहाँ हुनुहुन्छ है। युट्युब पुकार ब्लग्स हुन्छ। दिपेन्डा थ्याङ्क यू। ल हामी एक दिन दामी ब्लग बनाउनु पर्छ सँगै मिलेर। ल त साथीहरू, अब ला मम्मीहरू त अगाडि पुग्नु भएछ नि, म मात्रै पछाडि भएछु। ल त गाइस, घरमा पुगेर डाइरेक्ट भेटौँ अब। ल सो गाइस, हामी चाहिँ घर पनि आइपुग्यो। अन्त अर्जुन अङ्कलको होटेलबाट हामीले मोमो किनेर आएको छ, अचार। ल त गाइस, अब खाएको। कस्तो मिठो। एकछिन म के भएको ल त गाइस, एकछिनबाट भेटौँ। पानी पर्न थाल्यो साथीहरू होइन। बादल कालो न कालो भएको छ। हाम्रो कुखुराहरू चाहिँ यहाँ छ, म तपाईँहरूलाई देखाउने छु है। ल एकछिन
यो चाहिँ पोथी हो। यो चाहिँ भाले हो ठुलो। सबभन्दा ठुलो चाहिँ यो भाले छ। बच्चाहरू चाहिँ माथि बसिरहेको छ। चारो दिन्छ कि भनेर छेउमा आएको रहेछ नि। जा सो अल द्याट गाइस, आजको होइन भ्लग चाहिँ म यहाँ एन्ड गर्छु। मन परेमा लाइक सेयर अन्त धेरै धेरै माया दिनुहोस् होला। अन्त आउने दिनमा पनि यसै सपोर्ट बरकरार राख्नुहोस् होला। एकदम दामी दामी भ्लगहरू तपाईँहरूको माझमा आउनेछ होइन। अन्त त्यति नै थियो। बाई बाई, टेक केयर। अर्को भ्लगमा भेटौँ होइन। बाई बाई, लभ यु अल, बाई बाई।